डेमर चाहिँ टिपेदिनु भएको छ। यो चाहिँ खाने है, खाए यसको फल चाहिँ यस्तो हुन्छ। पाकिसक्यो के तर हुने चाहिँ ढेउ यस्तै त हुन्छ हो। तो बहिनीले चाहिँ दाङबाट यहाँ माउला आएको हो। यहाँ मामा घर आएको। मामा घर आएर चाहिँ आज घाँस काट्ने भनेर आएको थियौँ दाजु बहिनी। अनि फेरि एक्कासी हाम्रो प्लान चेन्ज भयो। रेउली टिप्ने भन्ने सोच जाग्यो, त्यही भएर हामी रेउली खोज्दैछौँ। ऊ यहाँनिर छ दुईवटा। यहाँ बहिनीले चाहिँ म बोटै देखाइदिँदैछु, बहिनीले टिप्दैछौँ। अलि अलि हत्यो पनि हो। दामी दामी चोखाले हामीहरू चाहिँ यहाँ खान्नौँ। हेलो एन्ड वेलकम टु माई ब्लग। अहिले चाहिँ हामी चाहिँ दाइ र म चाहिँ घाँस काट्न जान लाग्यो। हाम्रो दाजु चाहिँ त्यहाँ जाँदै हुनुहुन्छ। सो हाम्रो घरदेखि त्यहाँदेखि चाहिँ हामी चाहिँ घाँस काट्न चाहिँ जान लाग्छौँ। यहाँको चाहिँ खोला ठुलो आउनु चाहिँ उडेको त सानो आउनु भलाएर पुरै वारिपारि सब किलो बनाएर लाग्यो। तर कस्तो राम्रो भयो। यो पानी धेरै चिसो हुन्छ। चिसो हुन्छ कस्तो पनि देखाइदिन्छु। बुझी थियो अस्ति मैले 3 ए अरू थाहा पाएन कोही ठुलो लाग्छ यसलाई अन्नले आएको उमेर लाग्यो म अस्ति लिएर जानु। अस्ति लिएर जानु तपाईँले त्यो 80 रुपियाँ सक्ने रिङ्ले आउँदैन दाम भयो। हामी अहिले चाहिँ खोलामा यहाँ चाहिँ दाइले चाहिँ के भन्छन् रे च्याउ चाहिँ पाइन्छ भने त्यो खुजराममा चाहिँ खोजी भेट्यो भने चाहिँ हामी देखाइदिन्छु, भेटेन भने के छ रोड्नु लाग्यो तपाईँ। खनेको बुट्टा छ नि, त्यसको मुनिको झारीको छ नि, तिनीहरू हो। त्यो ठुल्ठुलो नि पाइन्छ। ल गाइज फाइनली हाम्रो बहिनीले चाहिँ दाङबाट यहाँ माउला आएको हो। यहाँ मामा घर आएको। मामा घर आएर चाहिँ आज घाँस काट्ने भनेर आएको थियौँ दाजु बहिनी। अनि फेरि एक्कासी हाम्रो प्लान चेन्ज भयो। रेउली टिप्ने भन्ने सोच जाग्यो, त्यही भएर हामी रेउली खोज्दैछौँ। ऊ यहाँनिर छ दुईवटा। यहाँ बहिनीले चाहिँ म बोटै देखाइदिँदैछु, बहिनीले टिप्दैछौँ। अलि अलि हत्यो पनि हो। दामी दामी इनो छैन नि होइन त्यो ए मलाई थाहा छैन, त्यही भएर चाहिँ दाइले सिकाइदिनुहुन्छ। मैले चाहिँ यो टिप्ने हो। अलि लगेर चाहिँ तरकारी चाहिँ खाने हो। अलि यतातिर पनि पाइन्छ। यो अब बहिनी चाहिँ अलि तल सजिलोदेखि अलि माथि अप्ठ्यारोमा चढ्दैछन्। अनि त्यहाँ चाहिँ अलि लामो लामो ठुलो ठुलो पाइन्थ्यो पहिला, अहिले चाहिँ पला छ कि छैन। नलोटेर जाऊ है। त्यहाँ जङ्गल जङ्गलमा हुन्छ। चोखाले हामीहरू चाहिँ यहाँ खान्नौँ। बहिनी चाहिँ जङ्गलमा पसिसकिन् रेउली खोज्नलाई। अब माथि गएर हेरौँ छन् कि छैन। ल अब यहाँ मान्छेहरू सबै टिपसकेर चाहिँ त्यही पनि अलिअलि हामी चाहिँ खोज्दैछौँ। केही छैन, साँझ चाहिँ खानालाई चाहिँ हामी चाहिँ बनाइहाल्छौँ। यो के त्यो पनि हो। अलि उतातिर हेर। ए अब तल झर
लगाएछु यो ठाउँमा चाहिँ सब तिरिसकेका रहेछन् हामीभन्दा पहिल्यै नै आएछन् हामी चाहिँ अलि आउनलाई ढिलो गऱ्यौँ कसरी झर्दैछौँ त्यो ठाउँ यस्तो अप्ठ्यारो छ ल गाइज हो बहिनी चाहिँ अब रेउली यहाँ तलको भेगमा थिचेर अब माथिको भेगमा हामी खोज्न जाँदैछौँ हेर्दै जाउँ यहाँ हामीले यहाँ त्यहाँदेखि चाहिँ बहिनी आउन लागेको छौँ लगाएछौँ हामी चाहिँ खोलादेखि थोरै माथि निस्किसक्यौँ अब यहाँनिर चाहिँ थोरै धेरै रेउलीहरू पाइन्छ हामी खोज्नेछौँ यहाँनिर त्यति धेरै चाहिँ पाइँदैन थोरै थोरै मात्रामा पाइन्छ यहाँ यता छन् नानी यता यहाँ थुप्रो छ त यो लगाएछु यो रेउलीको बोट चाहिँ यस्तो हुन्छ यहाँ देखाइदियो त उनीहरू ए सानो सानो यो ए ल बहिनीले चाहिँ यहाँ टिपिराख यहाँ तेरो अगाडिहरूमा पनि छ मेरो आँखै छैन के त्यही भएर यो तिनीहरू हो आँखा तेजेलोस् भनेर मैले यो साग लिन आएको हेर्दै आज हामी घाँस काट्न भनेर जाने मान्छे त्यहीँनिर अलि सानाहरू पनि छन् तिनीहरू पनि टिप त्यो खोइ यो तिनीहरू अलि मुनि त्यो सानोहरू ल हामी चाहिँ यहाँ रेउली टिप्दैछौँ अलि पानी नपरेर त खासै पला छैन अझै ल यहाँनिर छ टक्क म यहाँदेखि टिप्दै आउँछु अहिले चाहिँ अलि धेरै रेउली भेटाएकी छिन् अनि एकदम मजाले टिप्दैछन् है पानी परे छैन अहिलेसम्म त्यही भएर चाहिँ खासै ठुलो ठुलो चाहिँ भएको छैन तिमी कहिले फर्किन्छौ त फेरि घोराइ अब 4-5 दिनपछि गए अब उता घर पनि गएर फेरि हामीलाई निस्यालो बनाएर गइहाल्छौ त ल ठिक छ त्यहाँ रेउली पुरै छ टिप्दै आऊ डाँडादेखि चाहिँ धौलागिरी हिमाल देखिन्छ भनेर ल्याए बहिनी मैले तर के गर्ने अनफर्चुनेटली हाम्रो त्यो हुस्सो लागेर देखेको छैन आज अलि मौसम राम्रो छैन होइन मौसम राम्रो नहुँदा कारणले खासै टाढा टाढा केही पनि देखिरहेको छैन होइन बिहान आउँदाखेरि हामी आउँदाखेरि तर हामी आशा गरौँ कि हामी अहिले त्यहाँ पुग्दाखेरि चाहिँ जो हुस्सोहरू चाहिँ पुरै फाटिसकोस् होइन हिजोदेखि अलि मौसम खराब नै छ हामी चाहिँ यता टिपिसकेर अब चाहिँ माथितिर जाने माथि चाहिँ एउटा ठाउँमा छ हामी त्यो ठाउँमा चाहिँ टिपिसकेर फेरि हामी चाहिँ उता घाँस काट्न जाने त्यो हेर्दै गर्नुलाई हामी चाहिँ अपडेट दिइरहन्छौँ हेर्दै गर्नुलाई त्यो गर्नुलाई हामी चाहिँ तल्लोदेखि चाहिँ लेउरी टिप्दै माथि टपमा एउटा चौरा जस्तो छ हामी चाहिँ त्यहाँ आइसक्यौँ अहिले यहाँ आइसक्यौँ
अब यहाँभन्दा चाहिँ माथि पनि धेरै नै पाइन्छ भन्यो भने चाहिँ धेरै माथि चाहिँ जाँदैनौँ। अब हामी चाहिँ यहाँ तलबाट चाहिँ तल मेन रोडदेखि चाहिँ यहाँ टिभी आयौँ। यहाँ यो ठाउँमा चाहिँ आइपुग्यौँ। तर हामी चाहिँ यहाँदेखि चाहिँ उता फेरि चाहिँ घाँस काट्न जानु छ। हामी चाहिँ घाँस काट्ने भनेर चाहिँ प्लानमा आएको थियौँ। तर आएको बेलामा चाहिँ यो खोलाखालीमा चाहिँ लिडीहरू चाहिँ पाइन्छ भनेर दाइ टिपाउन जाऊँ भन्नुभयो। अनि दाइले पनि लिडीहरू पाइन्छ जाऊँ बहिनी भन्नु। त्यो बेला हुन्छ नि दाइ भनेर हामी चाहिँ दुई भाइना चाहिँ गफ गर्दै रमाइलो गर्दै भिडियो बनाउँदै हामी यहाँ चाहिँ आइसक्यौँ। अब हामी चाहिँ यहाँदेखि चाहिँ अब उता घरतिर उता घाँस काट्न जाने। त्यसपछि हामी चाहिँ घर जान्छौँ। हामीले चाहिँ दुई भाइनाले चाहिँ टिपेको लिउरे आज हामी चाहिँ यो चाहिँ लगेर मस्त फ्राई गरेर चाहिँ खाने हो। यही हो है हाम्रो चाहिँ लिउरे टिपेर सबै काम सकेर अब घाँस काट्न जान लाग्यो। सो बाटोमा हामी चाहिँ लालुक गाछ देख्यो। त्यो यस्तो राम्रो लाग्यो क्या। अनि दाइले टिप्नु भयो। सो अब हामी उता जान लाग्छौँ। सो हेर्दै गर्दै होला के पर्छ। मलाई चाहिँ यो डेमर चाहिँ टिपाइदिनु भएको छ। यो चाहिँ खाने है खाए यसको फल चाहिँ यस्तो हुन्छ। पाकिसक्यो के तर हुने चाहिँ हो यस्तै त हुन्छ हो। यसको फल फाल्दा खाइन् के निल्ने म खानु के यहाँ छ कि खानु ओ माने कस्तो पाकेको छ एउटा कालो। हेर्नुहोस् ग्यास यस्तो यहाँ गाउँमा आएपछि गाउँ आएपछि एउटा छुट्टै आनन्द हुन्छ। त्यही माथि हामी वन जङ्गलमा छिर्यो भने त्यो जस्तो आनन्द त केही पनि हुँदैन। चिसो आनन्द फ्रेस हावा त्यही माथि फ्रेस फुड वन जङ्गलको त्यसै गाउँ रमाइलो गाउँ प्यारो भन्दैन त। उही म खान्छु अब बिउ काटेर यहाँ बारी बाँधेर यहाँ बारी दाइले बाँध्नुहुन्छ। त्यो चाहिँ दाइको हामी पारेको घर त्यहाँ जाने। सो हाम्रो भारी पनि पुगिसक्यो। दाइले भानिदिनु भइसक्यो। के गर्ने मलाई आउँदैन बोक्न मात्र आउँछ। के भन्छ काट्न चाहिँ आउँछ मलाई। सो भारी चाहिँ पुगिसक्यो। अब जाने ठाउँ भनेको त्यहाँनिर त्यो गाउँ छ नि त्यो गाउँमा जाने। दाइ धन्यवाद घाँसको भारी बाँधिदिएकोमा। सो यता कस्तो राम्रो आउनु रहेछ क्या त्यही। जिरानोस् लगाएर त मलाई त जिटाल चाहिँ यहाँ बढी कुदाउनु घाँस पारि जानु चाहिँ ठिकै हुन्छ ल। ढुन्दै यो पारेको डाँडा पछि बढी छ कि आवाज ल